खानेपानी पायौँ, दिगोसम्म पायौँ, दुःख पायौँ। अब अस्ति अकालै कुरा सबको 1 महिनासम्म पानी अवरोध भयो। खानेपानी नभए जो कता भत्कियो, कता पहिरोले खाल्यो, के गर्यो, त्यो दुःख त पायौँ, तपाईँहरूले त भनिरहेको छ नि त। तर यो दुःखलाई अहिले अन्त्य गर्न लागि जुन खालको एउटा प्रयोजन सुसुवा यो हाम्रो जुन आज यसलाई हामीले सफल बनाउनको लागि है श्रमदानको हामीले हिस्से होइन, श्रमदानको हामीले त्यो एउटा त्यो मोह होइन। श्रमदान हामी गर्छौँ त, श्रमदान 10-15 दिन श्रमदानमा के छ, यो श्रमदानलाई पनि गरेर दिगोसम्म घरमै पानी आयो भने चाहिँ झन्झट भएन नि त। तर फेरि त्यो नगरिकन पनि सम्भव छैन, लाइन हुँदैछ। अब यही पानी हामीले अब यो जुन अब श्रमदान गराएर केही पैसा उठाएर जुन प्रयोजनले अगाडि बढ्दै गर्दा नबनाउने घरले कहाँ गएर पानी खाने हो नि त। तपाईँ हाम्रो आमा बुवाहरूको पालामा कति टाढा गएर पानी ल्याएकै छौँ, तर त्यो परिपाट त भएको छ नि त। अहिले चाहिएको छ मान्छेलाई पाइप जोडेर पनि घरती पानी चाहिएको छ। तर त्यो पाइप जोडेर घरती पानी भन्दा अब भएरै धारा भइदियो भने जुन सहज भयो, मान्छे यति हो कि सजिलो खोज्दै सजिलोमा जानु खोज्ने हो कि मान्छेले चेतनशील प्राणी हो। त्यस कारण त्यो हुँदै गर्दा खानेपानी एकदम हामीले बनाउनको लागि र जुन खालको एउटा वातावरण निर्माण गर्नुको लागि सबै उपभोक्ता एक्टिभ हुनुपर्छ है। एक्टिभ भएन भने त्यो खानेपानी बन्दैन। तर मलाई के लाग्छ भने यो खानेपानी बनाउनको लागि के अन्तर्विरोधहरू भएको छ है, तपाईँलाई मैले भन्नुपर्छ अन्तर्विरोध भएको छ। के शक्तिहरूले नबनाउने प्रयत्न गर्दै गर्दै पनि हामीले एकदम नगरपालिका वडा हामीले लागेर बनाएको तपाईँले बुझ्नुपर्ने हुन्छ है। तर मलाई थाहा छ यो भेगमा अलिक समस्या चाहिँ छ, किनकि हरेक कुरा हरेक मैले बैठकमा हरेक तपाईँहरूसँग केही भलाकुसारी गर्दै गर्दा खानेपानीकै समस्या देखाउनु तपाईँहरूले। तर यो भेलमा खानेपानीको समस्यालाई अन्त्य गरियो भने त त्यो कुरा सुन्न त मलाई काहीँ कहिले पछि पर्ला नि त भनेर यो योजना अगाडि बढाउनलाई सबैको तत्पर सबैको त्यो खालको एउटा सहकार्य भएर यो अगाडि बढाउन लागि हो। त्यस कारण मैले के भन्न चाहन्छु भने जुन खालको अहिले अलिकता तपाईँहरू सुन्नुहोस् है, अलिकति के हो भनेपछि जुन खालको अब यो हाम्रो सुसुवाको सरहरू पनि हेर्नुहुन्छ। अब हाम्रो शीर्षकमा 8 नम्बर वडाको खानेपानी भन्ने भयो है, यो अलिकति अन्यता नभनिदिनुहोस्, किनकि म यहाँको एउटा उपभोगमा आएको कारणले गर्दा पनि होइन, यो मेरो स्वभाव मेरो आनी बानी मेरो एउटा पृष्ठभूमिले गर्दा मैले त्यो कुनै पनि त्यो सोच त्यो मान्छे त म अगाडि बढेन। किनकि खानेपानी सबैले खानुपर्ने पाउँछ है। के अराजकता व्यक्तिहरूले मलाई जुन अन्तर्विरोध गर्दै गर्दा पनि 8 नम्बरको बजेटलाई के 7 नम्बरमा जुन त्यो खालको मैले भुगिरहेको छु 7 नम्बर जनताले बुझ्नुपर्छ है। मैले त्यो तपाईँलाई भन्नु 8 नम्बरको योजना 7 नम्बर किन प्रयोग गर्ने, तर त्यो होइन। तर हामीले पनि समाज एउटा यो पहिलो दिन आइरहेको पानी छ, यो पानी जनता चाहिँ हामीले जनताको तल पनि जनता माथि जनता होला नि त हो। त्यस कारण यसलाई पनि के अन्तर्विरोध भयो है, भित्र के अन्तर्विरोध हुँदै गर्दा यो ठुलो भएर त्यस कारण यो तपाईँ जनताले हुन्छ। त्यस कारण 7 नम्बरका जनता जुन समुदायले पर्ने हुन्छ है, के समस्याहरू आएको हुन् आउँदै पनि यो समस्यालाई झेलेर पनि हामीले अगाडि बढ्ने प्रयत्न गऱ्यौँ, अगाडि बढेको छौँ। यो योजना चाहिँ अगाडि बढाउन हामीले अब सकिन्छ। अब काम मात्रै अब अगाडि बढ्ने कुरा काम पनि तत्कालै भइहाल्ला। त्यस कारण त्यसो हुँदा तपाईँ हामी फिल्म मिलेर कसैलाई खानेपानी नदिएर कसैलाई पन्छ्याएर समाज निर्माण पनि हुने होइन। त्यो अन्तर्विरोध ठुलो सङ्घर्ष ठुलो समस्यालाई आउने हो। त्यस कारण सबै मिलेर सबैको एउटा सहकार्य अगाडि बढेको कुरा त्यो। अब हामीले जुन खालको अब यो हाम्रो फेरि अलिकता यो सुसुवाले भनौँ न अब जुन खालको 7 घरमा हाम्रो वडामा है, यो मलाई अब नाम पनि मलाई यो समितिमा लिनु पर्ला। 7 घरको शौचालय बनिरहेको रहन्छन्, यो को हुन् है त्यो लिस्ट दिएर मैले वडाबाट हुन्छ कस्तो हुन्छ यसलाई चाहिँ तत्कालै शौचालय बनाउनु पनि हुन्छ। अब 7 घरको अब कार्यविधि अब तपाईँहरूको होला फेरि होइन। अब 7 घरले शौचालय नबनाएपछि खानेपानी नपाउने त्यो त अलिकति समस्या होला। त्यस कारणले मैले वडा सरकार छ भइस स्थानीय सरकार हुनुहुन्छ, त्यस कारण यसलाई पनि सहजीकरण गरेर त्यो 7 घरले नबनाएका शौचालय को हुन् त्यो हामी छानेर पनि त्यसलाई बनाउने प्रयत्न गरेर तिनी पनि खानेपानी बनाउन सक्छौँ। र अगाडि केही कुराहरू आए जस्तै घरमा नहुने मान्छे कोही अशक्त छ, हामी त्यो पनि छानबिन गर्छौँ, समीक्षण गर्छौँ हामी है। कोही मान्छेहरू अशक्त होला अपङ्ग होला होइन, कसैले बनाउनै नसक्ने अब अवस्था नहुन सक्छ, तिनीलाई कसरी हामीले मेन्टेन गर्ने, उसलाई श्रमदान कसरी गरिदिने त्यो व्यवस्था मिल्ला नि त। मिल्छ सबै कुरा मिलाएर मिल्ने कुरा हुन्। त्यस कारणलाई यो हामीले परिपाटीबाट अलिकति खानेपानीलाई दिगो बनाऊँ, अलिकति व्यवस्थित गरौँ। हेर्नुहोस् त खानेपानी छैन यहाँ यत्रो बगिरहेछ, यसलाई व्यवस्थित गरिदियो भने त यही त हो व्यवस्थित भने। अनि खानेपानी छैन यहाँ छ, इनफ छ, पुग्छ खानेपानी, एकदम व्यवस्थित भएर खानेपानी पुग्छ। त्यस कारण यसलाई सबै लागेर हामी उपभोक्ता
यहाँका खानेपानीमा जुन खालको सबै हुनुहुन्छ तपाईँहरू आमाहरू बुवा दाजुभाइ सबैहरू हुनुहुन्छ यसलाई पनि अलिकति तपाईँहरूले जुन खालको अब भनौँ न धेरैको कुरा हाम्रो परिपाटी समाजमा के छ भने अलिकति जालझेल गर्ने के अब धेरै बढी चाहिन्छ भन्ने अब जालझेल गरेर अब भनौँ न काम गर्नुको मान्छे कामै नगरिदिने त्यो परिपाटी भने तपाईँको ढिलो होला अलिकति मेहनतले गरौँ न त्यस कारणले यो सबै सन्दर्भबाट हामी समेटेर अगाडि बढ्ने प्रयत्न गऱ्यौँ भने खानेपानी बनाउने हो हुन्छ र तपाईँ अलिकति अगाडि बढेर सबैले एकदमै एकजुट भएर अगाडि बढौँ मैले यति भने त्यस कारणले अब हामीले यो सरसफाइ सम्बन्धी अलिकति सबैले अब 8 नम्बर वडामा के छ होइन अब म पनि अब अलिक अनुगमन यो सहयोग म छु त्यहाँ यो सरसफाइको म पनि अब घर घर गएर यो कहाँ के बनाएको छैन त्यो अलिकति मैले अनुगमन गरेर पनि त्यो सबैले बनाउने आमाहरूले बुवाहरूले सबै त्यो अलिकति अहिलेको समाज नयाँ रूपान्तरित भइसक्यो होइन तपाईँ हामी अति पुरानै संस्कारका पुरानै परिपाटी गयौँ भने हामी कहिले अगाडि बढ्ने अहिले 10औँ शताब्दी लाग्छ त्यस कारणले यो अलिकति परिवारलाई सरसफाइ पनि ध्यान दिएर अगाडि बढ्ने एउटा त्यो खालको सङ्कल्प तपाईँहरूले गर्नुपर्ने मैले तपाईँ सबैले गरेर अगाडि बढ्ने एउटा त्यो एकदम विचार र प्रतिबद्धता अगाडि बढ्ने एउटा गर्नुपर्छ त्यस कारणले हामी अझ मैले लामो नभनिकन यो कार्यक्रमलाई मैले अब यही मेरो छुट्याएँ धन्यवाद नमस्कार